ल त है साथी हो, नेपाली सेनाको सैन्य पदको लागि 2081 12 महिना 29 गते जम्मा 2900 जनाको माग सङ्ख्या आएको छ। त्यसै गरी विभिन्न ठाउँ अनुसार र त्यो ठाउँको एड्रेस पनि यसै नोटिसमा दिएको छ। तपाईँहरूले सम्पर्क गरेर उक्त ठाउँमा गएर फर्म भर्न चाहनुहुन्छ भने सक्नुहुन्छ। त्यसै गरी यसको लागि उमेर भन्नुपर्दा ठ्याक्कै तपाईँ 18 वर्ष पुरा भएर 22 वर्ष नपुगेको 21 वर्ष पुगेर 11 महिना 29 दिनसम्म कसले फर्म भर्न सक्नुहुन्छ। तपाईँको आजको मिति, फर्म खुलेको आजको मितिले तपाईँले 18 वर्ष पुरा भएको हुनुपर्छ। यदि 18 वर्ष पुरा भएको तपाईँ 18 वर्ष पुरा भएको छैन भने यसको अन्तिम दिन कहिले हो र त्यही अन्तिम दिनमा तपाईँ 18 वर्ष पुग्नुभयो भने नि फर्म भर्न सक्नुहुन्छ। त्यसै गरी 22 वर्ष नपुगेको हुनुपर्छ सैन्यको हकमा। र तपाईँको शैक्षिक योग्यता भन्नुपर्दा अब शैक्षिक योग्यता भनेपछि अब त्यही हो, कक्षा 8 पास भएको हुनुपर्ने हुन्छ। र अरू शारीरिक मापदण्डहरू पनि यसैमा दिएको छ, तपाईँहरूले आफैले पढेर देख्न सक्नुहुन्छ। तपाईँलाई कुनै कुराहरू जान्न चाहनुहुन्छ भने मलाई पर्सनल मेसेज पनि गर्न सक्नुहुन्छ इनबक्समा। त यति भन्दै म हजुरहरूलाई यति जानकारी दिँदै यस छोटो भिडियो थियो। तपाईँहरूलाई मन पर्यो भने यसो लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद सबैजनालाई।